अहिले चाहिँ के चलिरहेको छ भन्दाखेरि चाहिँ स्कुल कलेजेसहरूले चाहिँ स्टुडेन्टहरूको कपाल काटिदिने अनि कपाल काटेनस् भने स्कुल नआइज कलेज नआइज भनेर चाहिँ एउटा दादागिरी चलिरहेको रहेछ। हुन त पहिला पनि चल्थ्यो, यो हाम्रो पालामा पनि चलेको, बट अहिलेको भाइ बहिनीहरूलाई चाहिँ अहिले धेरै स्कुल कलेजहरूले चाहिँ त्यस्तो गरिरहेको रहेछ। तर अब हाम्रो पालामा चाहिँ पहिला हामीलाई चाहिँ थर्काए जस्तो अहिले छैन। स्कुल कलेजको प्रिन्सिपल अथोरिटीहरू अलिकति अवेर हौँ होइन। कतै तपाईँहरूले यो विद्यार्थीलाई कपाल काट गर्दाखेरि गएर स्टुडेन्टले तपाईँहरूलाई केस फाइल गरिदियो भने जरिमानामा पढ्नु होला, कारबाहीमा पढ्नु होला है। कपाल काट भन्नुसम्म त ठिकै छ, तर स्कुल कलेजहरूले चाहिँ स्टुडेन्टहरूको कपाल आफै काटिदिने गर्छ, त्यो चाहिँ नगर्नु होला। किनभने कन्स्टिट्युसन भाइलेट गर्छ र तपाईँहरूलाई केस हाल्यो भने केस लाग्छ है। अहिले चाहिँ काठमाडौँ र पोखराका केही कलेज र इन्स्टिट्युसनको अगेन्स्टमा चाहिँ स्टुडेन्टहरूले यो केस फाइल गरिरहेको छन्, केस फाइल पनि भइरहेको छ। स्टुडेन्टहरूलाई चाहिँ कपाल नकाटे त स्कुल आउनु पाउँदैनस् भनेर चाहिँ मेन्टली हरास गर्ने अनि जबरजस्ती सबैको अगाडि राखेर कपाल काटिदिने, त्यो पनि टाटे पाङ्रे जे मन लाउँछ त्यही गरिदिने होइन। यसरी जबरजस्ती गर्ने कपाल सपाल काटिदिनेमा तपाईँहरू पनि कतिचोटि पर्नु भएको छ होला। पहिलेबाट चल्दै आएको थियो र अहिले पनि चलिरहेको छ, बट अब चाहिँ यो चाहिँ स्टप हुनुपर्छ। र अझै पनि स्कुल कलेज अनि इन्स्टिट्युसनहरूले चाहिँ यो कुरा चाहिँ फोर्सफुल्ली गर्छ, दबाब दिन्छ भने चाहिँ कन्सिक्वेन्सेसहरू फेस गर्नुपर्छ। किनभने लमा के छ भन्दाखेरि 50,000सम्म पेनाल्टी अनि 1 वर्षसम्मको प्रिजन, यस्तो टाइपको लहरू चाहिँ रहेछ है। किनभने यस्तो कामहरू चाहिँ इलिगल एक्टिभिटिजमा चाहिँ कन्सिडर गरिँदो रहेछ र बच्चाहरूले चाहिँ आफ्नो राइट चाहिँ आनन्दले युज गर्न पाउँछ है। अब खाने मुखलाई जुङ्गाले छेक्दैन भन्छन्, अनि पढ्ने मान्छेलाई कपालले कहिले पनि रोक्दैन क्या। पढ्ने मान्छे जसरी पनि पढ्छ, कपालले केही पनि गर्दैन। अब अहिलेको युवाहरू, अहिलेको केटकेटीहरू, अहिलेको स्टुडेन्टहरू सबै एकदम म्याचर भइसकेको छन्, एजुकेटेड छन्, धेरै कुराहरू बुझिरहेको छन्। र अब तपाईँहरूले जबरजस्ती गर्दाखेरि उनीहरूले केस फाइल गरिदियो भने तपाईँहरूको कलेज इन्स्टिट्युसनहरूलाई धेरै कन्सिक्वेन्सेसहरू फेस गर्नुपर्छ। त्यही भएर चाहिँ अवेर हुनु होला र यो चाहिँ जति सकिन्छ सेयर गर्नु होला है। अहिलेको स्टुडेन्टहरूले आफ्नो लिगल राइट थाहा पाइरहेको छ र कतिजनालाई थाहा पनि छैन होला, यो भिडियोबाट थाहा भयो होला। र यो आफ्नो लिगल राइट थाहा पाउने बित्तिकै कलेज इन्स्टिट्युसनको अगेन्स्टमा चाहिँ पिटिसनहरू फाइल गरिदिएला, कन्सिक्वेन्सेसहरू इन्स्टिट्युसनहरूले फेस गर्नु पर्ला। त्यही भएर चाहिँ यस्तो काम चाहिँ नगर्नु होला। डिसिप्लिनको नाममा कपाल काट भन्दै थर्काउने अनि जबरजस्ती गरिदिने, त्यो चाहिँ स्टप गर्नु पर्यो।